धेरै ऋतका बिलाप कुटीमा सीता रुँदै गर्दथिन्। सम्झिँदै कुशपुत्रलाई मनले सन्तापमा पर्दथिन्। सीता पुत्र पुगेर उज्जैनीमा सेवामा कालको पूजा सादर गर्दथे। दिनदिनै त्रैलोक्यका नाथको पाएथे वरदान घोर तपले सन्तोष मानिकन आएथे कुटीमा उसै बखतमा थालिन् सीताजी रुन। देखेथे महतारीको विकलता आँसु बगेको पनि माता कारण के परेर रुनुभयो साह्रै बनी दुखिनी। भाइ छन् लवजी कहाँ किन गए के काम आई परी। साथीका सँग खेल्दछन् कि अहिले देख्दिन लौ यो घरी। माता भन्नु हवस् यथार्थ मनमा शङ्का मलाई भयो। सीताले सब भन्दिन् त्यति सुनि सङ्ग्राममा जय भयो। हे बाबु लवजी थिए यही पछि खोजौँ समिधा भनी निस्केछन् ऋषिपुत्रका सँग त्यहीँ कोही बेर खेले अनि एउटा उत्तम श्याम कर्ण कोही आएछ राम्रो त्यहाँ। देखेछन् सुनपत्र श्रेष्ठ शिरमा पढ्दै गए छिनमा।